नमस्कार। यति बेला सामाजिक सञ्जालमा एउटै प्रश्नले निकै चर्चा पाइरहेको छ। धरानका पूर्व मेयर हर्क साम्पाङको 14 लाख फलोअर्स भएको फेसबुक पेज कहाँ हरायो? 14 लाख फलोअर्स तर एकै झट्कामा ब्ल्याकआउट? धरानका मेयर साम्पाङको चर्चित फेसबुक पेज एकाएक गायब भएपछि अहिले सामाजिक सञ्जाल तातिएको छ। आखिर एउटा स्टाटसले कसरी ढाल्यो त साम्पाङको डिजिटल साम्राज्य? आजको विशेष रिपोर्टमा हामी यसै विषयको चिरफार गर्नेछौँ। धरानका चर्चित र केही हदसम्म विवादित मेयर हर्क साम्पाङको आधिकारिक पेज हर्क साम्पाङ अ रिभोल्युसन अहिले फेसबुकमा फेला पर्दैन। प्राप्त जानकारी अनुसार यो पेज सस्पेन्ड हुनुभन्दा केही समय अघि उनले एउटा स्टाटस पोस्ट गरेका थिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यलम्बर इन्टरनेसनल एयरपोर्ट भन्दै सेफली ल्यान्डेडको क्याप्सन राखेका थिए। त्यसको केही बेरमै उनको पेज गायब भयो। यो केवल संयोग मात्रै हो कि यसको पछाडि कुनै प्राविधिक वा नीतिगत कारण छ? यसले अहिले ठूलो बहस छेडेको छ। घटना लगत्तै मेयर साम्पाङले अर्को माध्यमबाट प्रतिक्रिया दिँदै आफ्नो पेज मास रिपोर्टिङको शिकार भएको दावी गरेका छन्। उनले यसलाई आफ्नो आवाज दबाउने प्रयासको रूपमा चित्रण गरेका छन्। तर फेसबुकको माउ कम्पनी मेटाले यसबारे अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन। के यो पोस्टको सामग्रीले फेसबुकको मिस इन्फर्मेसन सम्बन्धी नीति उल्लङ्घन गरेको हो वा सङ्गठित समूहले गरेको रिपोर्टिङको परिणाम हो? यो अझै रहस्यकै गर्भमा छ। हर्क साम्पाङका समर्थकहरू पेज फिर्ता आउने पर्खाइमा छन् भने आलोचकहरू यसलाई सामाजिक सञ्जालको नियम पालना नगरेको परिणाम मान्छन्। तर एउटा कुरा सत्य हो, फेसबुकमा जति सजिलै साम्राज्य खडा गर्न सकिन्छ, सानो गल्तीले त्यो साम्राज्य ढल्न पनि बेर लाग्दैन। डिजिटल दुनियाँको यो रिभोल्युसन अब कुन मोडमा पुग्छ त्यो हेर्न बाँकी नै छ। यस्तै ताजा र निष्पक्ष अपडेटका लागि नयाँ बिट न्युजलाई लाइक र फलो गर्न नभुल्नुहोला।